हेलो एभ्रिवान वेलकम ब्याक इन माई अनदर भिडियो। होप सबैजना सन्चै आरामै हुनुहुन्छ होला। मेरो बेबी चाहिँ यसरी पल्टिने भइसकेको छन् क्या। फेरि एकैछिनमा सिधा पारिदिइहाल्नुपर्छ, नत्र भने आत्तिन्छन्। अनि किचनमा चाहिँ भाडा भयो भने एकदमै धेरै काम भयो जस्तो हुने कि भाडा क्लियर भयो भने केही कामै छैन जस्तो लाग्ने। अनि यो चाहिँ आजभोलि चाहिँ मैले रातिमा भाडा धुन पाइरहेको छैन, किनकि बाबुले दुःख दिन्छन्। अब मैले बाबुलाई भन्दा धेरै प्रायोरिटी भाडालाई दिन त भएन नि त। पहिला चाहिँ जति लेट भए पनि भाडा धोएरै सुत्ने हो भनेर सोच्थेँ कि मैले। अनि यहाँ बिलहरू पनि आएको थियो, अलिअलि सामान पनि आएको थियो। मेरो बुढा चाहिँ बिहेमा जानु लाग्नुभएको नाटक गरिरहनु भएको थियो। अनि सब ब्यागहरू खोलेर कपडा निकालेको, त्यही उसमा मेरो एउटा हराएको सुट पनि भेटाएँ। अनि यहाँ चाहिँ पालकको साग केलाउन लगाएको थिएँ। यो पालकको साग र आलुको झोल एकदम मिठो हुने के। मतलब हुन त प्रायः सागहरू भुटेर बनाइन्छ नि त, तर यो पालकको साग चाहिँ आलुसँग झोलिलो पकाए पनि मिठो हुने, अनि दालसँग नि मिठो लाग्छ मलाई चाहिँ। तर मलाई यो सागहरू सब्जीहरू केलाउन चाहिँ मनै पर्दैन के। पहिलेदेखि मैले बिहे नहुँदा पनि केलाउन्नथेँ, मम्मीलाई नै भन्थेँ। अनि बिहेपछि पनि मेरो सासूले ससुराले केलाउनुहुन्थ्यो सब्जीहरू, मलाई चाहिँ एकदमै। अनि यो ढिलो भएको बेलामा यो सब्जीहरू केलाउन दियो भने त झन् मलाई एकदम मन आत्तिने के। एकदम ढिलो भयो जस्तो हुने कि। अनि तर के गर्नु, एक्लै भएपछि आफैले गर्न परिहाल्यो। अनि यहाँ चाहिँ बालुवा पनि आइसकेको थियो। अनि झन् मन आत्तियो, अब सबैजना काम गर्न आउनुहुन्छ भनेर। अनि यहाँ मैले यसरी सर्लक्क मरमसला एकैचोटि भुटेर अनि साग हालेको थिएँ। यसरी मिठो हुन्छ कि एकदम साग र आलु। अङ्कलहरू पनि आइहाल्नुभयो, खटसट बाल्न थाल्नुभयो। अनि ल गएर माथि हेर्न पर्यो के कसो गर्नुभयो भनेर गएको। अङ्कलहरूले यसरी खट पछाडि बाँड्न लाग्नु भएको रहेछ। तर यो काम चाहिँ देख्दा इजी, तर एकदमै इजी नरहेछ कि। उहाँहरूले काम गर्दा पनि मेरो मन आत्ति थियो कि कहीँ लोट्नु भयो भने, केही भयो भने कस्तो हाम्रो काम गर्दा यस्तो भएको भन्ने हुन्छ नि त। अब मतलब देख्दा त काम त हो लाग्छ, तर नै यार कसैको जिन्दगी हो त्यो पनि। अनि उहाँहरू चाहिँ लन्चको लागि जानुभएको थियो। काम खट बाँध्दा चाहिँ लन्च टाइम भइसकेको थियो। अनि मैले र बाबाले भएर थोरै भए पनि बालुवा चालेर राखौँ, अलिकति छिटो काम हुन्छ भनेर बाबुलाई सुताएर अनिखेरि मैले यसरी अलिकति बालुवा चाल्न लगाएको थिएँ। अनि ल बाबालाई पनि बोलाएँ, ल बाबा आउनु हजुरले हाल्नु, मैले गर्छु भनेको त छुत्तै कर्म गर्ने गए त काण्ड हो गया जस्तो कुरा भयो कि। जस्तै बाबाले एकचोटि हाल्दा बित्तिकै त ढल्यो कि। अनि त्यसपछि के आइडिया लाउने होला त। एक त अङ्कल हुँदासम्म पनि केही समझमै आएको थिएन कि यसमा के राखेर हुन्छ, के गर्ने होला भनेर। किनकि बार यो ढलेको ढलै थियो कि। म त ढले जस्तै आइडिया लाएर यो बोरालाई यसमा अडाऊँ न भनेर अडाउँ त अडाएँ। तर बाबाले यो एकदमै तल छ, झ्याउ हुन्छ भन्नुभएको थियो। अब जति हुन्छ त्यति गरौँला बाबा, थोरै गरौँ न त भनेर। अनि त्यही राखेर अलिकति सजिलो भयो। हुन त फेरि त्यो छिट्टै भरिने कि तलको, अनि त्यही भएर बार उचाल्न परेको थियो। किनकि सानो मात्रै जग्गा बचेको थियो नि त, त्यो बोरा एकदम तल थियो। अनि अलिअलि गरेर बाउ छोरीले मतलब हामीलाई यस्तो लाग्थ्यो कि कमसेकम एक दुई बोरा गरे नि हेल्प हुन्छ भनेर। तर हामीले धेरै नै गरिसकेको थियौँ अङ्कलहरू आउँदा। लाइक 6-7वटा बोरा त हामीले भरेको थियौँ कि, थोरै गर्दा पनि भन्छ नि बुन से दरिया भने जस्तै। लाइक त्यस्तै गरी हामीले पनि थोरै सोचेको थियौँ, तर धेरै नै भएको थियो। अनि गराइयो। फेरि आज चाहिँ हाम्रो रिलेटिभहरू सबै बिहामा जानुभएको कि, नत्र भने मेरो बहिनी हस्बेन्ड सबै हुनुहुन्थ्यो घरमा। अनि कस्तो काम गर्न केही टेन्सनै हुन्थेन कि। म र ड्याडी मात्रै थियौँ एक्लै घरमा है। अनि कहिले बाबु उठेछन्, कहिले अङ्कलहरूलाई यताउति दिन परेछ, कहिले के यस्तो झ्याउ भइदिएर। अनि त्यसपछि उठ्दाखेरि बाबु पनि उठ्दिए। अनि झ्याप्पै छुन गएको त बाबुले त पुरै हातभरि गन्दा गरिदिए कि। अनि घर फुरो ओहो हो। तर एकचोटि घर बनाएर अर्कोचोटि बनाउँदा चाहिँ एकदमै झ्याउने रहेछ है। घर काम चलिरह हामी त्यहाँ बसेको छैनौँ भने जति फुरो भए पनि जे भए पनि त्यो वास्ता हुँदैन। तर अर्को चाहिँ यो घर रिपेयर गर्नु, बसेको घरमा काम गर्नु चाहिँ एकदमै झ्याउ। ओहो यति गन्दा, यति फुरो सफा गर्दा थाक्नुहुन्छ कि। जति सफा गरे पनि बिस्तारा त फुरो भएको भयो गर्ने। अनि यहाँ मसला बनाइसकेपछि चाहिँ अङ्कलले एकजना मात्रै हुनुहुन्थ्यो पास गर्ने। अनि ल अङ्कल हजुरले पास गर्नु, मैले राखिदिन्छु भनेर थोरै हेल्प गर्न आएको। अब बिहानदेखि अङ्कलहरूले तयारी गर्नुभएको थियो। यो काम गर्नुभन्दा पनि त्यो जुटाउनु दुःख के। लाइक प्लास्टर गर्न त त्यति धेरै बेर नलाग्ने, तर त्यो खटहरू बाँध्न सबै सामानहरू रेडी गर्न धेरै टाइम लाग्ने कि है। भनिन्छ नि कुनै पनि कुराहरू जुटाउन बेर लाग्ने कि। त्यही भएर हामी पनि काम सुरु भएपछि बल्ल यस्तो ढुक्क भएको थियो कि ल अब काम स्टार्ट भयो भनेर। फाइनली यहाँ प्लास्टर स्टार्ट भइसकेको थियो। अनि
अनि टी टाइम भइसकेको थियो। म चाहिँ तल आएँ अङ्कलहरूलाई चाय बनाइदिनको लागि। अनि पछिबाट थाहा भयो अङ्कलहरूले चाहिँ ब्ल्याक टी मन पराउनु हुने रहेछ भनेर म चाहिँ दुधको चाय बनाइदिएको थिएँ। मलाई थाहा भएन, अब सोध्न पनि अलिक अप्ठ्यारो लाग्यो। अनि चाय बनाउँदै त मैले बाबाको लागि पनि यसो नास्ता बनाइदिएको थिएँ साइडमा। अनि अब चाउचाउ खोलेपछि अलिकति त चाख्नु परिहाल्यो। मनपर्छ कि है काँचो चाउचाउ, जति खान्न भने पनि खान हात गइहाल्छ कि काँचो चाउचाउमा। अनि बाबालाई चाहिँ अलिकति सन्चो होइन, त्यही भएर एकदमै सादा चाउचाउ बनाइदिएको थिएँ। जस्ट पानीमा बोइल मात्रै गरेको थिएँ। अनि मलाई चाहिँ यो सुप हुन्छ नि चाउचाउको, त्यो पनि एकदम मनपर्छ कि जहिले पनि चाउचाउ बनाउन लाग्यो भने यति सुप यति चाउचाउ त छोडेर खाइहाल्छु। यस्तो ककाले गर्नुहुन्छ, हजुरहरूले पनि गर्नुहुन्छ होला पक्कै। एज अ नेपाली यो काँचो चाउचाउ मन पराउने त मोस्टली सबैजना नै होला है। ल अङ्कल चाय आयो भनेर सबैलाई चाय दिएँ। अनि अङ्कलहरू बसेर चाय पिउनुभएको थियो। म पनि माथि नै आएर अङ्कलहरूसँग सँगै चाय पिएँ। अनि अङ्कल यसरी नबस्नु कि लोट्नु होला भनेको, केही हुँदैन हामीलाई त बानी छ भन्दै हुनुहुन्थ्यो। यहाँ अङ्कल झन् यहीँ बसेर पिउनुभएको थियो। अनि मैले भनेको थिएँ नि घर साफ त ओहो हो यति गर्नुपर्छ कुरै नगर्नु। त्यही पनि के सबैले किन गरेको र बार बार फेरि भोलि फेरि फुरो हुन्छन्। अब भोलि फुरो हुन्छ भनेर आज फुरो त राख्न त भएन नि। साफ त गर्न पऱ्यो, एक त घरमा सानो बच्चा बेडमा सफा होस् भन्ने सोचेछु। तर जति साफ गरे नि त्यो फुरो त फुरो नै हुने रहेछ। अनि यहाँ चाहिँ म दिउँसोको भाँडा धुन आइसकेको थिएँ, किनकि उति बेलै धुन पाएको थिएन नि त। खानसाना खाएर एकैछिन बसिहालेँ, म पनि थकाएको थिएँ त्यही भएर। अनि फेरि दिउँसोको भाँडासाँडा धोएँ। अनि त्यो भाँडासाँडा धोएर कत्तिखेर नाम जस्तो भएको थियो कि घरमा काम भएपछि एकदमै फ्री हुने आफू पनि। अनि घर त अब भन्नै परेन। अनि फेरि भाँडा छिटेर धोएर अनि फेरि नुहाउने कति बेला जाने होला भनेर आत्तिरहेको थिएँ। अनि हस्बेन्ड कति बेला आउने होला भनेर कुरिरहेको थिएँ कि, किनकि अब बाबा पनि तल जानुभएको थियो घर। अनि म चाहिँ अब बाबुलाई एक्लै छोडेर नुहाउनु जान मिल्दैन नि त। त्यही भएर भाँडा धोएर भ्याउन्जेल एकछिन राज आए नि हुन्थ्यो भनेर सोचिरहेको थिएँ। एकछिनमा आइपुग्नु भएको थियो है। सोचे जस्तो हुन्छ कहिले कहिले, त्यो चाहिँ हुने एकदमै रेयर हो। सोचे जस्तो त कहिले के हुँदैन, तर कहिले कहिले भइ पनि हाल्छ है। म पनि नुहाइधुवाइ गरेर यसरी फ्रेस भएँ। अनि फेरि मेरो भाउजू र भदै आउनुभएको थियो डुल्दै त। मेरो भाउजू चाहिँ प्रायः आइराख्नुहुन्छ कि डुल्दै त हाम्रो घर। अनि एकदमै रमाइलो लाग्छ भदैलाई हेर्न खेल्न। अनि फेरि मानिरहेको थिएन नि पछिबाट पसल जाँदा एउटा चिज लिएर आएको त नखोलेर दिने भनेर रिसिरहेको कि। मैले फेरि नबुझेको, खोलेर दिनु त बल्ल लिन्छन् भन्नुभएको भाउजूले। अनि यस्तो पो छ। अनि फेरि आजको खानाको तयारी गर्न लाएँ। अनि आजको खानामा चाहिँ सेबी र आलु बनाउन पर्ला भनेर सेबी केलाउन लाएँ। सबैजनाको डिमान्डमा अलिकति लामो भिडियो लिएर आएकी छु। होप सबैजनाले मन पराउनुहुन्छ अनि धेरै सपोर्ट गर्नुहुन्छ। अनि थ्याङ्क यू सो मच फर दिस अल लभ एन्ड प्लिज सब्सक्राइब माई च्यानल। एन्ड फेसबुकमा हेर्नुभएको छ भने फलो फर मोर। एन्ड थ्याङ्क यू सो मच गाइज फर दिस अल लभ। मेरो फिडमा कस्तो खालको कन्टेन्ट हजुरलाई मन पऱ्यो प्लिज कमेन्ट डाउन। See you in next video.